हेलो गाइज, स्वागत छ तपाईहरुलाई तपाईहरुको आफ्नै च्यानल जस्ट सेन्सेमा। म हुँ तपाईहरुको साथी तपाईहरुको दोमोदाची। आज हामी लेसन 49 को भोकाबुलरी पढ्न गइरहेका छौं। सुरु गरौँ है त। त्यसैगरी सुरुमा रहेको छ चुतोमे मास भने के हो, काम गर्नलाई के भन्छ, चुतोमे मास भनेर भन्छ हैन। पहिला हामीले हात राखे मास भनेर पढ्थ्यौं, अब चुतोमे मास भनेर पढ्छौं हैन। अब यसलाई कसरी सम्झिनु नि, चुप तँ मैले भनेको मान, खुर्क काम गर, बिकज आई एम द बोस हियर भनेर भन्नी। त्यही भएर चुतोमे मास भने के हो, काम गर्नु। जस्तै खाइसाइनी चुतोमे मास भने के हो, कम्पनीमा काम गर्नलाई के भन्छ, खाइसाइनी चुतोमे मास भनेर भन्छ। त्यसैगरी 2 नम्बरमा छ यासुमी मास भने के हो, आराम गर्नु अथवा बिदा हुनुलाई के भन्छ, यासुमी मास भनेर भन्छ। त्यसैगरी 3 नम्बरमा छ खाके मास भने के हो, बस्नुलाई के भन्छ, खाके मास भनेर भन्छ हैन। पहिला हामीले सुवारी मास भनेर पढेका थियौं हैन, अब चाहिँ के हो, खाके मास भनेर पढ्नु पर्छ है। अब यसलाई चाहिँ कसरी सम्झिनु भने, आमाले के भन्नु भयो, त खाके हैन, त खाएर मात्रै बस, काम केही नगर भनेर भन्नु भयो हैन। तर यो चाहिँ पेज पारेर भनेको है। त्यही भएर खाके मास भने के हो, बस्नु। जस्तै इसुनी खाके मास भने के हो, कुर्सीमा बस्नुलाई के भन्छ, इसुनी खाके मास भनेर भन्छ। त्यसैगरी 4 नम्बरमा छ सुगोसी मास भने के, समय बिताउनलाई के भन्छ, सुगोसी मास भनेर भन्छ न। अब एकजना कामचोर साथी थियो हैन, उ चाहिँ सु गर्न जान्छु भनेर के हो, सु गर्न जान्छु भनेर समय बिताएर बस्थ्यो। त्यही भएर सुगोसी मास भने के हो, समय बिताउनु। त्यसैगरी 5 नम्बरमा छ योरी मास। योरी मास भने के हो, छिर्नु अथवा बाटोमा पर्नुलाई के भन्छ, योरी मास भनेर भन्छ न। यो रिमाको घर चाहिँ बाटोमा पर्छ, त्यही भएर म जहिले पनि छिरेर आउँछु। त्यही भएर योरी मास भने के हो, छिर्नु अथवा बाटोमा पर्नु। जस्तै गिन्कौनी योरी मास भने के हो, बैंकमा छिर्नुलाई के भन्छ, गिन्कौनी योरी मास भनेर भन्छ। त्यसैगरी 6 नम्बरमा छ इरेसै मास, जसको मतलब चाहिँ के हो, आउनु जानु अथवा हुनुको रेस्पेक्टेड भर्जन हैन। पहिला हामीले के भनेर पढेका थियौं, इमास, किमास अथवा इकिमास भनेर पढेका थियौं। अब यसको रेस्पेक्टेड भर्जनलाई के भन्छ, इरेसै मास भनेर भन्छ। त्यसैगरी 7 नम्बरमा छ मेसी आगारी मास भने के हो, खानु अथवा पिउनुको रेस्पेक्टेड भर्जनलाई के भन्छ, मेसी आगारी मास भनेर भन्छ न। अब चाहिँ ताबे मास र नोमी मासको रेस्पेक्टेड भर्जन हैन। अब मेसी भने के हो, मेसी भनेको मेसी भइहाल्यो हैन। आगारी भनेको हो, अगाएर भनेको हैन हो। मेसी चाहिँ खाएर के भयो, अगायो भनेर सम्झिने। त्यही भएर मेसी आगारी मास भने के हो, खानु अथवा पिउनुको रेस्पेक्टेड भर्जन। त्यसैगरी 8 नम्बरमा छ योस्यै मास भने के हो, भन्नुको रेस्पेक्टेड भर्जनलाई के भन्छ, योस्यै मास भनेर भन्छ न। यो चाहिँ ई मासको रेस्पेक्टेड भर्जन। त्यसैगरी 9 नम्बरमा छ नासाई मास भने के हो, यो चाहिँ गर्नुको रेस्पेक्टेड भर्जन हैन। पहिला हामीले गर्नुलाई के भनेर पढेका थियौं, सीमास भनेर पढेका थियौं। अब चाहिँ सीमासको रेस्पेक्टेड भर्जन के हो, नासाई मास। अब यसलाई कसरी सम्झिनु नि, हजुर चाहिँ नासामा के गर्नुहुन्छ भनेर सम्झिने। त्यही भएर नासाई मास भने के हो, गर्नु। त्यसैगरी 10 नम्बरमा छ गोरान्नी नारी मास भने के हो, हेर्नुको रेस्पेक्टेड भर्जनलाई के भन्छ, गोरान्नी नारी मास भनेर भन्छ न। अब यसलाई कसरी सम्झिनु भने, कालो नारीलाई कसले हेर्छ र हैन, गोरो नारी पाएपछि भनेर भन्ने। त्यही भएर गोरान्नी नारी मास भने के हो, हेर्नु। त्यसैगरी 11 नम्बरमा छ गोजोन्जी देश भने के हो, चिन्नु अथवा जान्नुलाई के भन्छ, गोजोन्जी देश भनेर भन्छ न। यो चाहिँ सिरी मासको के हो, रेस्पेक्टेड भर्जन हो हैन। अब गोजोन्जी भने के हो, गज्याङ्ग्रो भनेर सम्झिनु कि हैन। हेर्दै गज्याङ्ग्रो जस्तो छ, यसलाई के थाहा होला र हैन, यसले के जान्ला र, यसले के चिन्ला र भनेर भन्नु। त्यही भएर गोजोन्जी देश भने के हो, जान्नु अथवा चिन्नुको रेस्पेक्टेड भर्जन। त्यसैगरी 12 नम्बरमा छ आई साचु भने के हो, अभिवादनलाई के भन्छ, आई साचु भनेर भन्छ न। आई सासु, हजुरलाई त मैले नदेखेको त, दर्शन हजुर भनेर भन्ने। त्यही भएर आई साचु भने के हो, अभिवादन। जस्तै आई साचु ओसिमास भने के हो, अभिवादन गर्नुलाई के भन्छ, आई साचु ओसिमास भनेर भन्छ। त्यसैगरी 14 नम्बरमा छ हाई जागा भने के हो, एस्ट्रे हैन। यो चाहिँ खरानी राख्ने भाँडालाई के भन्छ, हाई जागा भनेर भन्छ। त्यसैगरी 15 नम्बरमा छ रेउखान भने के हो, जापानिज शैलीको होटललाई के भन्छ, रेउखान भनेर भन्छ है। त्यसैगरी 16 नम्बरमा छ खाइजेउ भने के हो, सभा हल अथवा बैठक हललाई के भन्छ, खाइजेउ भनेर भन्छ न। पहिला खाइ अनि जानु पर्छ, कहाँ जानु पर्छ, सभा हलमा जानु पर्छ। त्यही भएर खाइजेउ भने के हो, सभा हल अथवा बैठक हल। त्यसैगरी 17 नम्बरमा छ बासुतेई भने के हो, बस स्टपलाई के भन्छ, बासुतेई भनेर भन्छ है। त्यसैगरी 18 नम्बरमा छ बेउकी भने के हो, व्यापारलाई के भन्छ, बेउकी भनेर भन्छ न। मेरो भैँसीले हिजो ब्यायो कि, त्यही भएर मैले दुध व्यापार गर्न पाएँ भनेर सम्झिनु। त्यही भएर बेउकी भने के हो, व्यापार। त्यसैगरी 19 नम्बरमा छ सामा, जसको मतलब चाहिँ के हो, आदरणीय अथवा माननीय हो हैन। यो चाहिँ सानको पोलाइट फर्म हो हैन। अब सामा भने के हो, सम्मान सम्झिनु हैन। हामी सम्मान छैनौं नि, म त सानको ठुलो दाइ हो भनेर सम्झिनु। त्यही भएर सामा भने के हो, आदरणीय अथवा माननीय। त्यसैगरी 20 नम्बरमा छ खायरिनी भने के हो, फर्कदालाई के भन्छ, खायरिनी भनेर भन्छ न। अब यसलाई कसरी सम्झिनु भने, बेसी खाएर फर्कदा हैन, के हो, बेसी खाएर फर्कदा निन्द्रा लाग्यो। त्यही भएर खायरिनी भने के हो, फर्कदा। त्यसैगरी 21 नम्बरमा छ तामानी, जसको मतलब के हो, कहिलेकाहीँ हैन। अब यसलाई कसरी सम्झिनु भने, ए केटा हो, कहिलेकाहीँ तामानी खाऊ न हो, कति मासु मात्रै खान्छौ भनेर भन्ने। त्यही भएर तामानी भने के हो, कहिलेकाहीँ। त्यसैगरी 22 नम्बरमा छ चित्तोमो भने के हो, अलिकति पनि होइनलाई के भन्छ, चित्तोमो भनेर भन्छ न। अब यसलाई कसरी सम्झिनु भन्छ नि, चित्तो मेरो अलिकति पनि होइन, यानि कि अलिकति पनि दुखेको छैन भनेर सम्झिनु के। त्यही भएर चित्तोमो भने के हो, अलिकति पनि होइन। त्यसैगरी 23 नम्बरमा छ एन रेउ नाक्कु, जसको मतलब के हो, न हिचकिचाइकन हैन। अब यसलाई कसरी सम्झिनु थाहा छ,
नहिचकिचाइकन एन ल्याऊ अनि नाक देखाऊ भनेर भन्ने। त्यही भएर एन ल्याउ नाकको भने के हो नहिचकिचाइ। त्यसैगरी 24 नम्बरमा छ नेन कुमी, जसको मतलब के हो क्लासको सेक्सनलाई के भन्छ नेन कुमी भनेर भन्छ। त्यसैगरी 25 नम्बरमा छ देवा, जसको मतलब के हो ठिक छलाई के भन्छ देवा भनेर भन्छ न। देवा तिमी ठिक छौ भनेर भन्ने कि हैन। अनि देवा त ठिक छ तर देवीजी ठिक छैन हैन, महाकालीको रूप लिइसक्यो, त्यही भएर देवा भने के हो ठिक छ। त्यसैगरी 26 नम्बरमा छ दासी मास भने के हो निकाल्नु अथवा पठाउनुलाई के भन्छ दासी मास भनेर भन्छ न। अब अहिलेको 21औं शताब्दीमा हैन दासी पनि कसरी राख्छ त राख्दैन हैन हो, यसैको रेस्पेक्टेड भर्जन के हो सर्भेन्ट यानी कि नोकर राख्छन् हैन। दासी जति निकालिसके, त्यही भएर दासी मास भने के हो निकाल्नु अथवा पठाउनु। जस्तै नेचुओ दासी मास भने के हो जरो निस्किनुलाई के भन्छ नेचुओ दासी मास भनेर भन्छ। त्यसैगरी 28 नम्बरमा छ एरोसिकु ओचुताए कुदासाई भने के हो कृपया मेरो तर्फबाट अभिवादन भनिदिनु होला भन्नको लागि के को प्रयोग हुन्छ एरोसिकु ओचुताए कुदासेको प्रयोग हुन्छ। त्यसैगरी 29 नम्बरमा रहेको छ सेचुरे इतासिमास, जसको मतलब के हो माफ गर्नु होलाको रेस्पेक्टेड भर्जन हैन। यो चाहिँ सेचुरेसी मासको पोलाइट फर्म हो है। त्यसैगरी 30 नम्बरमा छ कौशी, जसको मतलब के हो प्रवक्ता प्रशिक्षक अथवा शिक्षकलाई के भन्छ कौशी भनेर भन्छ न। अब कौशीमा बसेर चाहिँ प्रवक्ता यानी कि प्रशिक्षक अथवा शिक्षकले चाहिँ के गर्दैछन् भाषण गर्दैछन्। भाषण भन्दा नि के हो डिस्क्राइब गर्दैछन् कि हैन, त्यही भएर कौशी भने के हो प्रवक्ता प्रशिक्षक अथवा शिक्षक। त्यसैगरी 31 नम्बरमा छ ओ कुनो, जसको मतलब के हो धेरै धेरै जसो अथवा थुप्रैलाई के भन्छ ओ कुनो भनेर भन्छ न। अनि एउटा साथीले सोध्यो क्या तिम्रो सामान कुन हो भनेर भने हैन, उ त धेरै भएको हो के मेरो सामान भनेर भन्यो, त्यही भएर ओ कुनो भने के हो धेरै धेरै जसो अथवा थुप्रो। 32 नम्बरमा छ साक्कुहीन भने के हो कृति रचना अथवा कलालाई के भन्छ साक्कुहीन भनेर भन्छ न। सा भनेको साहित्य, कु भनेको कुमार, हिँड भनेको हिँड्नु हैन। साहित्य कुमार हिँड, कृति लेख्न जाउँ, रचना गर्न जाउँ अथवा कला देखाउन जाउँ भनेर भन्ने, त्यही भएर साक्कुहीन भने के हो कृति रचना अथवा कला। त्यसैगरी 33 नम्बरमा छ जिउ सौ सिमास भने के हो पुरस्कार प्राप्त गर्नु अथवा सम्मान पाउनलाई के भन्छ जिउ सौ सिमास भनेर भन्छ न। अब जिउ भनेको जिउ भइहाल्यो हैन, सियो भनेको सियो भइहाल्यो हैन। अब जिउभरि सियो घोपेर के हो सम्मान पाइरहेको छु भनेर सम्झिने, त्यही भएर जिउ सौ सिमास भने के हो पुरस्कार प्राप्त गर्नु अथवा सम्मान पाउनु। त्यसैगरी 34 नम्बरमा छ सेक्काई तेकिनी भने के हो विश्वव्यापी रूपमा हैन। अब सेक्काई भने के हो सेक्काई भनेको संसार यानी कि विश्व हैन हो, त्यही भएर सेक्काई तेकिनी भने के हो विश्वव्यापी रूपमा। त्यसैगरी 35 नम्बरमा छ साक्का, जसको मतलब के हो लेखक अथवा उपन्यासकारलाई के भन्छ साक्का भनेर भन्छ। त्यसैगरी 36 नम्बरमा छ टेइरेसैमास भने के हो हुनुहुन्छको रेस्पेक्टेड भर्जन हैन। यो चाहिँ देशको रेस्पेक्टेड भर्जन हो हैन, देश भने के हो अथवा छ हो नि त हो, त्यसैको रेस्पेक्टेड भर्जनलाई के भन्छ टेइरेसैमास भनेर भन्छ। त्यसैगरी 37 नम्बरमा छ च्याउनान, जसको मतलब के हो जेठो छोरो हैन। अब च्याउ भनेको च्याउमिन भनेर सम्झिनु हैन, नान भनेको नान भइहाल्यो हैन, उ त चाउमिन र नान खाने चाहिँ मेरो जेठो छोरो हो भनेर सम्झिनु, त्यही भएर च्याउनान भने के हो जेठो छोरो। त्यसैगरी 38 नम्बरमा छ स्यौ उगाई भने के हो अशक्त अथवा अपाङ्गलाई के भन्छ स्यौ उगाई भनेर भन्छ न। अब स्यौ भने के हो स्यौ भनेको स्यास्या हैन हो, अघिसम्म उ त गाईले स्यास्या गर्दै थियो अहिले त अपाङ्ग भएछ अथवा अशक्त भएछ भनेर सम्झिनु, त्यही भएर स्यौ उगाई भने के हो अशक्त अथवा अपाङ्ग। त्यसैगरी 39 नम्बरमा छ ओमोची देश, यो चाहिँ के हो छ को रेस्पेक्टेड भर्जन हो हैन। अब हामीले पहिला मत्ते इमास भनेर पढेका थियौँ हैन हो, त्यसैको रेस्पेक्टेड भर्जन के हो ओमोची देश। 40 नम्बरमा छ स्याक्कु योक्कु भने के हो संगीत रचनालाई के भन्छ स्याक्कु योक्कु भनेर भन्छ है। त्यसैगरी 41 नम्बरमा छ खाचु देउ भने के गतिविधिलाई के भन्छ खाचु दौ भनेर भन्छ न। पहिला खान्छु अनि दौडिन्छु हैन, यसको मतलब के हो गतिविधि गर्छु भनेर सम्झिनु, त्यही भएर खाचु दौ भने के हो गतिविधि। त्यसैगरी 42 नम्बरमा छ सूर्य देवा, जसको मतलब के हो ठिक छ त भनेर भन्नको लागि के को प्रयोग हुन्छ सूर्य देवाको प्रयोग हुन्छ। त्यसैगरी 43 नम्बरमा छ ओ हे केन्जा बुरो, यो चाहिँ के हो जापानिज उपन्यासकारको नाम हो है। त्यसैगरी 44 नम्बरमा छ टोक्यो दाइगाकु भने के हो टोक्यो विश्वविद्यालय के भन्छ टोक्यो दाइगाकु भनेर भन्छ। त्यसैगरी 45 नम्बरमा छ नोबेरु बुन्गाकु स्यौ भने के हो नोबेल साहित्यिक पुरस्कारलाई के भन्छ नोबेरु बुन्गाकु स्यौ भनेर भन्छ। सो गाइज आजको लागि यति नै, यस्तै नयाँ नयाँ भिडियोको लागि जस्ट सेन्सी च्यानल सँगै रहनु होला भन्दै आजको लागि बिदा हुन चाहन्छु। जय माता सीता।